नमस्ते। कहिले सोच्नु भएको छ बिहान उठ्ने बित्तिकै गरिने एउटा सानो कामले हाम्रो पुरै दिनलाई कस्तो असर पार्ला? सनातन धर्ममा एउटा यस्तो बिहानको रिचुअल छ, हेर्दा त एकदमै सामान्य लाग्छ, तर यसको पछाडि लुकेको दर्शन साँच्चै गहिरो छ। यो खालि एउटा परम्परा मात्रै होइन, बरु आफ्नो दिनलाई एउटा पावरफुल इन्टेन्सनका साथ सुरु गर्ने कला हो। अब यो सबैको पछाडि एउटा कोर प्रिन्सिपल छ। त्यो के हो भने बाहिरी संसारसँग इङ्गेज हुनुभन्दा पहिले आफूभित्र शुद्ध हुनु एकदमै जरुरी छ। हो, यही कारणले दिनको सुरुवात कुनै कामबाट हुँदैन, बरु आफैलाई भित्रैबाट तयार पार्ने प्रक्रियाबाट हुन्छ। अनि त्यही भएर त दिनको सुरुवात केही खास तयारीहरूबाट हुन्छ। जस्तै यसमा गायत्री मन्त्र जस्ता शक्तिशाली शुद्धिकरणका विधिहरू पनि पर्छन्, जसले दिनभरिको चुनौती सामना गर्नुअघि हाम्रो स्पिरिचुअल एनर्जीलाई प्युरिफाई र ब्यालेन्स गर्ने काम गर्छ। ल, अब एउटा प्रश्न उठ्छ, के उठ्ने कुनै खास समय पनि तोकिएको छ त? शास्त्रहरूलाई मान्ने हो भने छ, र त्यो समयलाई भनिन्छ ब्रह्म मुहुर्त, जुन समयलाई असाध्यै विशेष मानिन्छ। शास्त्रहरूले के भन्छन् भने उठ्ने सबैभन्दा उत्तम समय भनेको सूर्योदयभन्दा ठिक 1 घण्टा 36 मिनट अगाडि हो। 1 घण्टा 36 मिनट पहिले। यो समयलाई सृष्टिकर्ताको समय पनि भनिन्छ, किनभने यो बेला ब्रह्माण्डको ऊर्जा सबैभन्दा शान्त तर शक्तिशाली अवस्थामा हुन्छ। तर यो बिहानको समयलाई यति धेरै पावरफुल किन मानिन्छ त? कारण हो यो समयको ऊर्जा एकदमै लाइट, सटल र स्टेबल हुन्छ। यो त्यो बेला हो जब हाम्रो मन सबैभन्दा शान्त र रिसेप्टिभ मोडमा हुन्छ, जसले गर्दा ध्यान, प्राणायाम, सेल्फ रिफ्लेक्सन अनि लेखन जस्ता अभ्यासका लागि यो पर्फेक्ट समय बनिदिन्छ। ओके, अब हामी ब्रह्म मुहुर्तमा उठ्यौँ, त्यसपछि तुरुन्तै के गर्ने त? यहाँ आउँछ पहिलो अनुष्ठान, जसलाई भनिन्छ कर दर्शनम। सुन्दा र गर्दा एकदमै सरल छ, तर दिनको स्पिरिचुअल डिरेक्सन सेट गर्नका लागि यो निकै प्रोफाउन्ड छ। यसको प्रोसेस त झनै सजिलो छ। स्टेप 1, तपाईँ जाग्नुभयो। स्टेप 2, अरू केही गर्नुभन्दा पहिले आफ्नो दुवै हत्केलालाई जोडेर हेर्ने। अनि स्टेप 3, त्यही हत्केलालाई हेर्दै एउटा विशेष मन्त्रको पाठ गर्ने। बस यति हो। तर यसो गर्नुको उद्देश्य के हो त? हेर्नुहोस्, हाम्रा हातहरू यिनै हुन् जसले दिनभरि काम गर्छन्, कर्म गर्छन्। त्यसैले दिन सुरु हुनुभन्दा पहिले नै डिभाइन पावरलाई इन्भोक गरेर यिनलाई पवित्र र ऊर्जावान बनाउनु नै यसको मुख्य उद्देश्य हो। ल, अब लागौँ यो विश्लेषणको सबैभन्दा इन्ट्रेस्टिङ पाटोतिर। आखिर हाम्रो हत्केलामा त्यस्तो के छ र त्यो मन्त्रले भन्न खोजेको गहिरो अर्थ चाहिँ के हो? यो पूरा अभ्यासको मुटु भनेकै यो सुन्दर संस्कृत मन्त्र हो। कराग्रे वसते लक्ष्मी, करमध्ये सरस्वती, करमूले तु गोविन्दः, प्रभाते करदर्शनम। अब आउनुहोस्, यसलाई पार्ट बाई पार्ट ब्रेकडाउन गरेर यसको अर्थ बुझ्ने कोसिस गरौँ। मन्त्र सुरु हुन्छ कराग्रेबाट, जसको अर्थ हो औँलाको टुप्पोमा। यहाँ देवी लक्ष्मीको वास हुन्छ भनिन्छ। लक्ष्मी जो धन, समृद्धि र हामीले गरेको एफर्टको फलको प्रतीक हुनुहुन्छ। एक किसिमले यो हाम्रो काम र त्यसबाट प्राप्त हुने रिजल्टसँग जोडिएको छ। त्यसपछि आउँछ कर मध्ये, अर्थात् हत्केलाको बीचमा। यो ठाउँमा ज्ञान र कलाकी देवी सरस्वतीको निवास मानिन्छ। यसले के देखाउँछ भने कुनै पनि कामलाई सफलतापूर्वक गर्नको लागि चाहिने ज्ञान, सिप र कला हामीसँगै छ। अनि अन्त्यमा कर मूले, अर्थात् हत्केलाको बेसमा भगवान गोविन्दको वास हुन्छ। गोविन्द जो सबै अस्तित्वको मूल स्रोत, जग र पालनकर्ता हुनुहुन्छ। यसले के सङ्केत गर्छ भने हाम्रो हरेक कामको फाउन्डेसन, त्यसको जग नै डिभाइन सोर्समा टिकेको छ। त्यसो भए यो एकदमै सिम्पल देखिने रिचुअलले वास्तवमा भन्न के खोजिरहेको छ त? यसले हाम्रो डेली लाइफ र स्पिरिचुअलिटीलाई कसरी कनेक्ट गर्छ? यो अभ्यासले हामीलाई हरेक दिन एउटा महत्त्वपूर्ण कुरा याद दिलाउँछ। त्यो के हो भने हामीसँग जे जति स्रोतहरू छन्, चाहे त्यो धन सम्पत्ति होस् वा ज्ञान सिप, ती सबै पवित्र छन्, सेक्रेट छन्, र हाम्रा सबै क्षमताहरू, सबै रिसोर्सेस अल्टिमेटली एउटै डिभाइन सोर्समा जोडिएका छन्। यो त्यसैको दैनिक एक्नोलेजमेन्ट हो। अन्ततः यो अभ्यासले हामीलाई एउटा गहिरो प्रश्न सोच्न बाध्य बनाउँछ। दिनको पहिलो कामले सिङ्गो दिनको दिशा कसरी निर्धारण गर्छ? के दिनको सुरुवात गर्ने तरिकाले नै हाम्रो बाँकी दिनको यात्रा तय गर्छ त? सायद दिनको पहिलो एक्सन नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ। दिनको पहिलो काम के हो र त्यसले दिनलाई कस्तो आकार दिइरहेको छ, यो आफैमा एउटा गहिरो चिन्तनको विषय हो।